गुड मर्निङ है सम्पूर्ण साथीहरूलाई। म आज चाहिँ केही इनर्जेटिक और नलेजेबल चिज लिएर आएको छु। मेरो यो सर्ट भिडियोलाई सुरु गरेर लास्ट तक हेरिदिनु होला है त सम्पूर्णलाई। यो चाहिँ म सैनिक आराम घर लखनऊ है बस स्टेसनबाट। यो चाहिँ सैनिक आराम घरको यो बिल्कुल कम्पाउन्ड। यहाँ हजुरले यो हेर्न सक्नुहुन्छ पुरै सैनिक आराम घर तपाईँहरू। यो चाहिँ सुरु नजर है हेर्न सक्नुहुन्छ। यो हाम्रो कम्पाउन्डभित्रको है तपाईँहरूले। यो चाहिँ गेस्ट रुम है। म अब गेस्ट रुमको भित्र इन्ट्री गर्दैछु है त। हेर्दै जानु होला यहाँभित्रको हाम्रो फेसिलिटी सुविधाहरू। जस्ट म आफ्नो गेस्ट रुमको भित्र इन्ट्री भइसकेको छु है त। यहाँ यो तपाईँको इन्ट्री है। त्यसपछि म बिस्तारै तपाईँले यो नजर हेर्न चाहन्छ होइन। यहाँदेखि तपाईँ भित्र पसिसकेपछि हामीलाई फेसिलिटिज हरेक चिजको फेसिलिटी यहाँ हजुरहरूले पाउन सक्नुहुन्छ है त। यहाँ हजुरहरूले लगेजको लागि यहाँ कपबोर्ड छ है 4 टाइपको। त्यसपछि तपाईँले यो चाहिँ बेड भइगयो होइन डबल। और यसमा सम्पूर्ण तपाईँहरूलाई एसीको सुविधा पनि फुल्ली छ है। यो हेर्न सक्नुहुन्छ। र विशेष गरी तपाईँहरूलाई है हट एन्ड टी ब्ल्याक टी कफी आफ्नो हिसाबले बनाएर खान सक्नुहुन्छ। यहाँ पनि यो चिज फेसिलिटी छ। र यहाँ तपाईँहरूले फुल्ली हजुरले यो लन्च रुम है। यसै गरी तपाईँहरूलाई होइन वासरुमतिर पनि अल फेसिलिटी छ। तपाईँहरूले गिजरदेखि लिएर हरेक चिजको सुविधा यहाँ तपाईँहरूले पाउन सक्नुहुन्छ है त। यो चाहिँ मिनिमम बजेटमा होइन हाई फेसिलिटी भन्नुपर्छ है। यहाँ विशेष यो सायद थाहा नहुन सक्छ। विशेष गरी एक्स सर्भिसमेन प्लस इन्डियन आर्मी डिपेन्डेन्ट यहाँ आएर फुल्ली इन्जोय लिन सक्छ। यो चाहिँ एक्चुअल भन्नुपर्दा मैले यो चाहिँ तपाईँहरूले यो चाहिँ लखनऊ बस स्टेसन रेलवे स्टेसनको नजिकै बिल्कुल 2 मिनटमा तपाईँहरूले यहाँ आउन सक्नु सैनिक आराम घर है। यो सैनिक आराम घर हो। तपाईँहरूले यहाँदेखि तपाईँहरूले बिल्कुल मिनिमम बजेटमा होइन हाई फेसिलिटी लिएर जान सक्नुहुन्छ है। यो थाहा नहुन सक्छ कोही पनि डिपेन्डेन्ट पर्सनहरू है। कोही इलाजहरूदेखि लिएर तपाईँहरू कोही सर्ट तिटी होइन कहीँ पनि तपाईँहरूलाई यसमा तपाईँहरूले बाहिर सिटीको खर्च गर्ने पैसाले तपाईँहरूले बिल्कुल यहाँ स्टे गर्न सक्नुहुन्छ है। बिल्कुल मैले बताइसकेँ यहाँ कम मिनिमम बजेट हाई फेसिलिटी चाहिँ त यो नजारा छ। म एकचोटि फेरि तपाईँहरूलाई भन्न चाहन्छु यो चाहिँ हो हाम्रो बिल्कुलै लखनऊको रेलवे स्टेसनको नजिकै सैनिक आराम घर। त मेरो यो सानो छोटो भ्लग कस्तो लाग्यो प्लिज सम्पूर्ण मित्र अनि सम्पूर्ण म जस्तो नलेज नभएको साथीहरूलाई सेयर गरिदिनु होला। र तपाईँहरू बस्न र कम्फर्टेबल एन्ड बिल्कुल मिनिमम बजेटको फाइदा लिनु होला। ओके त मेरो यो सानो भ्लगदेखि म बिदा हुन चाहे। जय हिन्द जय गोरख हमेशा खुश और खुशी रहे। ओके बाई जय हिन्द।